हाम्रो पनि दिन आउला नि हैन भगवान छन् भने हैन हाम्रो पनि दिन आउला हेर त गाइस पशुपतिमा यहाँ खोला तारिदै छ यहाँ भगवान छन् भने आउला हाम्रो पनि दिन के हो यो ल हेर शिवरात्रिमा शिव र पार्वतीको यस्तो दामी यो पोस्टर गराएको छ हैन यहाँनिर पेन्टिङ ल हेर यहाँ तल यो हालदिएर भनेको यहाँ मात्रै हो यहाँ सबैतिर यहाँ माथि पनि यस्तो छ ल हेर जय शम्भो बाबाजी जय शम्भो दक्षिणा कम भयो दक्षिणा कम भयो फोटो खिच्ने त दक्षिणा फोटो खिच्नलाई दक्षिणा चाहिन्छ हजुर कति 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 चाहिन्छ यस्तो दामी पेन्टिङमा ल यस्तो साह्रो फोहोर फालिदिएर यार गाइजर थै के हो यो के भयो ट्राफिक एक्सिडेन्ट भयो क्या हेलो व्हाट्सअप गाइज वेलकम टु माई न्यू ब्लग के छ तपाईँहरूको हलचल हो सबैजनालाई सन्चै छ होला हैन अनि आज चाहिँ एकदम महान पर्व हाम्रो महादेवको महाशिवरात्रि हामी चाहिँ पशुपतिमा गएर यसो के कस्तो छ झलकहरू हेरेर हैन तपाईहरुलाई पनि देखाउने जमर्को गर्ने कोसिसमा छु म हैन म मात्र जाँदै छैन मेरो साथीहरू छन् एक दुई जना एकदम काम नलाग्ने गजडी चाहिँ होइन है फेरि एकदम शरीफ इन्सानमा हेर्न सक्नुहुन्छ मैले टीका सिका पूजा गरिसकेको छु अब चाहिँ अन द स्पट गएर हामी पशुपतिनाथमा 2081 हैन 81 सालको फागु पूर्णिमातिर त होइन पूर्णिमा त हैन त्यो बेला चाहिँ हैन ठ्याक्क आजको डेट पनि भनिम न 2025 फेब्रुअरी 26 को दिन चाहिँ हैन महाशिवरात्रि पर्व मनाउन गइरहेछौं आइम सेलिब्रेट गर्न कहाँ त भन्दाखेरिमा वान अफ द डोप टेम्पल पशुपतिनाथ मन्दिर हैन जुन चाहिँ नेपालको काठमाडौँमा छ अब ट्युन बाइ बाइ आजको दिनमा त काम नपर्नु पर्ने हो आज त त्यस्तो विशेष दिनमा महाशिवरात्रिको दिनमा हैन महादेवले सबलाई हावामा उडाउँछन् अरे भन्ने सुने खोइ छैन यो गाडीहरू उड्दैनन् गाडी चलाएर मान्छेहरू उडेका छैनन् क्या हो यस्तो यो कोटेश्वरमा त शिवजीले दर्शन दिनु भएन छ है गाई पशुपतितिर के छ हालत यसो कमेन्ट गरिदिनु त केटाको त्यो ओइ हामीले क्या म्याम पनि यस्तो नगरौँ न काका सो गाइस म चाहिँ निस्किसकेको छु यस ब्रो कसम सो गाइस फाइनल देख्न सक्नुहुन्छ म कोटेश्वर पुग्दैछु होइन कटिसकेँ कोटेश्वर पुग्दैछु भन्दाखेरि अब टक्क लगाएर म चाहिँ पशुपति जाने क्रममा होइन टक्क अब यसैलाई म हिन्दीमा भन्छु किनभने हामीलाई नेपाली अडियन्सले मात्रै पुग्दैन हाम्रो पशुपतिनाथलाई सबै वर्ल्ड वाइडमा चिन्नु सकेसम्म भन्ने कुरा हो होइन सो भाई लोग देख सकते हैं मैं घर से निकल चुका हूँ और मैं आधी रास्ते पे हूँ इस रास्ते का नाम है कोटेश्वर और वो ग्राउंड जो दिख रहा है आगे वो है तीनकुने ग्राउंड और यहाँ से लगभग पशुपतिनाथ मंदिर होगा करीबन 6-7 किलोमीटर ज़्यादा में ज़्यादा ठीक है और उधर ही जा रहा हूँ यहाँ बहुत सारा जाम है सोचा था ए भाई कसरी पेलेको he is failing so badly bro देख सकते हैं दिस इज जैम है ना के छ भाइ यसो हात मिलाउन म ठोक्ने स्थितिमा छु तो गाइस यो चाहिँ भेटिसक्यो त भेडको टक्को आइज न छिटो कहाँ जाने हो पुरै जाम छ मोहल्ला पुरै जाम छ मोहल्ला जाम चाहिँ भरा हुआ है पुरा मोहल्ला बोले यार गाइज सरी यार आज महादेवको शक्तिले नबोल्नु पर्ने थियो बोलिहालेँ सरी होइन अब हामी चाहिँ टक्क जाँदैछौँ गाइज टक्क तीनकुनेबाट सरर कस्तो राम्रो पार्वतीहरू हेर त
के भयो ट्राफिक एक्सिडेन्ट भयो क्या के भयो के झगडा पर्यो यस्तो भएछ नि शिवरात्रि भन्दा एक्सिडेन्ट भइदिरहेको त्यहाँनिर गाई चाहिँ भएछ अलिकति 2 स्टेपले मिस भयो हामी चाहिँ जुन चाहिँ मैले देखाउन सकेन दिस इज अ पशुपतिनाथ मन्दिर अन शिवरात्रि हेरौँ न एकछिन रोक्न यहाँबाट यो भक्तजनको लाइन देख्न सक्नुहुन्छ उयो कति टाढा छ यहाँदेखि 2 किलोमिटर जति अझै लाइन होला होइन हेरौँ न यहाँ मान्छे त के साह्रो मान्छे हो औडा मान्छे छन् क्या अब यहाँ यो पूजा गर्ने मान्छेहरूको लाइन छुट्टै छ यतिकै हल्लिने मान्छेहरूको लाइन छुट्टै छ होइन हो यहाँबाट चाहिँ हो लाइनमा छिरेर पूजा गर्ने भनेको सो गाइस यो मान्छेको क्राउड यो 2वटा रास्ता जोडेकोलाई 2 बाटो भन्छ बुझिस् हो त्यहाँबाट यताउताबाट च्यापिएर यहाँ यस्तो भएको छ लिएर अब तपाईँहरूलाई म 101 पार्वतीहरूको दर्शन गराउन गइरहेको छु निस्किन पाउँछ होला नि हामी अब त्यो त मलाई पनि थाहा छैन हामी अन्त यस्तोमा छौँ होइन पोसिबिलिटी त जहाँ हामी जहाँ खुट्टा हाल्छौँ त्यही छिर्छौँ के हो यो त मर्छ होला भाइ हेर्नु त भाइ आन्द्रा बुढी निस्क्यो भने गाइज यत्रो रिक्स लिएर हामी जाँदैछौँ भित्र देख्न सक्नुहुन्छ यहाँ क्राउड लट्स अफ क्राउड यार यो अब के भन्नु कि अब हेरौँ न यहाँ यस्तो छ हालत हर हर महादेव मान्छेहरूलाई यस्तो छ हालत अब मान्छे हराउनु बेर छैन अब कुम्भको मेला मात्र होइन यहाँ पशुपतिको मेलामा पनि मान्छे हराउनु बेर छैन गाइस ए गाइस के हो यस्तो हेरौँ न यहाँ क्यामेराम्यान ऑल द स्पॉट महादेव के नाम पे एक्ज्याक्टली सक्दैन यार भाइ यार म फर्किनु पर्छ यार हेर्दिन न बुढो मान्छेलाई बोकेर के आफ्नो मान्छे होला के त्यो छ त्यहाँ पुलिसहरू छ त्यहाँनिर माम फुलेर जम्प हाने कि हानेन मजा लिइरहेको छ मान्छेहरू जम्प हानिरहेको भिडियो भाइरल गर्नु को केटी हो हेर केटा हाम्रो पनि दिन आउला नि होइन भगवान् छन् भने होइन हाम्रो पनि दिन आउला हेर त गाइस पशुपतिमा यहाँ खोला तारिँदैछ यहाँ भगवान् छन् भने आउला हाम्रो पनि दिन भगवान् छन् भने लागिरहेको थियो नि त्यहाँ सुन्न पाएन होला अनि यताबाट पनि आइरहेको गाइज होइन अब हामी चाहिँ फर्किन लाग्यो यहाँबाट हामीले न इन्ट्री पाएँ न एक्जिट पाएँ सो अब यतिकै त फर्किनु पऱ्यो यहाँ टक्क हेर्न सक्नुहुन्छ लट्स अफ पिपुल भित्र छिर्न पाइँदैन होइन अब पूजा गर्न पनि पाइरहेको छैन मजाले पूजा गर्नको लागि लाइन लाग्नु परिरहेछ अब हामी चाहिँ निस्किन लाग्छ अब यही क्राउडबाट आएको यहाँबाट जाँदै के हो यो ल हेर शिवरात्रिमा शिव र पार्वतीको यस्तो दामी यो पोस्टर गराएको छ होइन यहाँनिर पेन्टिङ ल हेर यहाँ तल यो हालतिर भनेको यहाँ मात्रै हो यहाँ सबैतिर यहाँ माथि पनि यस्तो छ ल हेर
यस्तो छ पेन्टिङ फोहोर चाहिँ नगर्नुपर्ने हो कस्तो होला मान्छेहरू यार धैट उनीहरू यस्तो दामी पेन्टिङमा ल यस्तो साह्रो फोहोर फालिदिएर यार गाइज यार धैट के हो यो मूर्ख मान्छेहरू